हेलो नमस्ते सबैजनालाई गुड आफ्टरनुन। तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आश गर्दै आज मैले आफ्नो मुकबाङ भिडियो लिएर आएको छु। धेरै छ आज पनि खानेकुराहरु, अन्त मनपर्ने कुराहरु छ। अन्त तपाईहरुलाई यदि मन पर्छ भने प्लिज मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, अन्त मलाई सपोर्ट गर्नु होला भन्दै म चाहिँ खान सुरु गर्छु ल। यो खाए ल भन्ने चाहिँ फेमसै भयो हजुरहरु है। यो चाहिँ मेरोमा अच्छा भन्नु बिर्सेछु, के छ भने चाहिँ नि मेरोमा चाहिँ यो चाहिँ मुसुरीको दाल हो। ठुलो बटुकामा चाहिँ यहाँनेरि सानो देख्दै होला, ठुलो बटुकामा चाहिँ यसको कम्पेरिजनमा यो मुलाको साग र मुला छ मिसाएर बनाएको, मुलाको साग र मुला मिसाएर बनाएको। यो हो बैगुनको भर्ता, अनि यो सलाद भइहाल्यो, खोर्सानी भइहाल्यो, दाल भइहाल्यो। एक्स्ट्रा चाहिँ यो चाहिँ छ साग हो, यो एक्स्ट्रा साग हो यो चाहिँ। ल अब चाहिँ दबाई पनि खानुपर्छ मेरो, तपाईहरुलाई यादै होला रुटिन। अन्त मैले चाहिँ अब खानु स्टार्ट गर्छु। अन्तिमसम्म हेरेर साथ दिनुहोस् होला, र तपाईहरुले पनि खानु भएको छैन भने खानु बस्नुहोस्। यसरी नै मुखै लडबड्यो धुक आएर। ल खाए। हामी नेपालीलाई मनपर्ने चाहिँ यही हो नि त, तितो अमिलो पिरो चर्को चाहिँ खानु हुँदैन मैले हो। मिठो भयो। कति साग मात्रै लिएर आएको यसले भन्नुहुन्छ होला, साग बैगुन अरू चीज खानु हुँदैन नि त मैले। अन्त यही सिम्पल चिजहरुले लिएर आउँछु म। तपाईहरुलाई भनेको छैन, आज चाहिँ मैले एसी आउँदैछ है। अन्त म चाहिँ एकदम वेट गरिरहेको छु एसी को, किनभने जिन्दगीमा फर्स्ट टाइम हो नि त। तपाईहरुलाई अल्छी पनि लाग्छ होला मैले खाएको देखेर। मिठो भयो दाल र साग, खुर्सानी अचार सागसँग खानु पर्यो। सुक्खा खानुपर्छ, तेल पनि हाल्नुहुँदैन। आज चाहिँ मैले अलिक जिरा हालिदिएको, मिठो भएछ। यो खिरा छ नि काँक्रा, मिठो छ। गाउँको जस्तै छ यो चाइनिज खिरा चाहिँ। अर्को खिरा चाहिँ अलिक बेसी पानी हुन्छ, पानी मात्रै अन्त दाना हुन्छ कि मन पर्दैन। यसमा चाहिँ लसुन, आधी टमाटर, प्याज, अन्त बैगुन, अनि यति नुन हालेर बनाएको। मिठो मिठो मिठो। म एकजना दिदीको ब्लग हेर्छु, ब्लग भनेछु मुकबाङ भिडियो, दामै मिठो भन्नुहुन्छ।
खुर्सानीको बोक्रा झर्दैन त। टिस्यु लिएर बस्नु पर्यो रहेछ। मिठो भएको मुला। दामी। यो प्लेट ठुलो छ। उब्रियो भने साग बेलुका खानु हुँदैन, सकिदिनुपर्छ साग। यो सागको क्रन्चीनेस दामी। अदुवा र जिरा हालेर पकाएको मिठो। यो खाइदिनु पर्यो। भात चाहिँ नथप्ने हो, यो चाहिँ सक्दिनँ। सिम्पल प्लेन खाना खाऊ, आफ्नो हेल्थ बचाऊ भन्छु म चाहिँ। हुन त मैले पनि के खाएर म बिमार भएको त होइन, तर खाना नै मेडिसिन हुँदो रहेछ भन्ने चाहिँ मैले बिमार भएर बुझेको नि त। बैगनको बोक्रा है। लास्ट सागसँग खाइदिउँ। कस्तो आवाज भयो। यसलाई सकिदिउँ। पिरो रहेछ खोर्सानी। उल्टापट्टि राख्दो रहेछ म खालि। यहाँ राख्नु पर्यो।
प्लेटमा भएको चाहिँ सबै रित्ताउने हो म चाहिँ। धन्नै भयो मिठो। अस्ति बजारबाट ल्याएको मुला र मुलाको सागसँगै 30 रुपियाँ केजी अरे। अब त्यो पनि हराउँछ बिस्तारो बिस्तारो, सिजन सकिँदैछ। कहाँ झऱ्यो झऱ्यो भात बेटे भुइँमा झर्छ। अहिले टेक्यो भने फेरि च्यापच्याप हुन्छ नि खुट्टाभरि। यसरी खाने हो म चाहिँ। सनक्कै भयो लु। ठुलो भयो त। पहिला हाम्रो बाबाआमाहरूले पिरो नै रहेछ। भोलिको चाहिँ टिस्यु लिएर बस्नु पर्यो नभए ह्याङ्की। यो चाहिँ खाइदिने हो म। हात टेक्ने बानी राम्रो होइन भन्नुहुन्थ्यो। मिठो भएछ दाल पनि। धनियाँ सनियाँ एकैचोटि हालेर बोइल गरेको। सफा भयो। ओइलहरू ज्यादा खाँदिनँ कि अनि त्यही भएर चिरिक्कै भइहाल्छ। जिरा रहेछ। साथीहरू मैले चाहिँ खाएर पनि सकिसक्यो खाना। यस्तो भयो चिरिक्कै सफा भयो हो। अब म चाहिँ यसरी नै खाने गर्छु। यदि तपाईँहरूलाई मैले खाएको मन पर्यो मनमा लाग्यो भने चाहिँ प्लिज मलाई सपोर्ट गर्नुहोला भन्न चाहन्छु। अन्त सबैजनाले एक दुस्रालाई सपोर्ट गर्नुपर्छ भनेर भन्न चाहन्छु। अन्त प्लिज सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला। See you on next vlog, next video. See you on next video. Bye. छुटेला।